यहाँ मासु देखाएर होइन बस्न मन हुनेहरू आउँदा हुन्छ। हाई गाइस, आज चाहिँ हामी बुढाबुढी भएर बिहेको पार्टीमा जाँदैछौँ। अब हामी चाहिँ यहीँ नजिकै जानला हो। मेरो बुढाको फेभरेट बाइक चाहिँ सफा नगरी चढ्ने गर्नु भएको छैन। त्यही भएर अब हामी एकछिनमा जान्छौँ। See you guys। हामी चाहिँ अब लाग्यो है त। यो चाहिँ हामी बस्ने ठाउँको नजिकैको पार्क हो। एकदम रमाइलो छ यहाँ। अब डेटिङ बस्न मन हुनेहरू आउँदा हुन्छ। मन्दिर पनि छ। पार्टी प्यालेस बुवा बिहानै देखेबाट जन्ती भयो सबै। त्यो चाहिँ पार्टी प्यालेस राम्रो रहेछ त्यहाँ। पानीपुरी खाने हो सुबह हो सुबह चाहिँ पुरै चिकन मोमोको लाइनमा चाहिँ हामी अब चिकन मोमो खाँदैछ। तयारी हुँदैछ यहाँ पाक्दैछ। लास्ट बाइट दिँदैछौँ। मोमो कस्तो छ? मिठो छ मोमो? खुवाइ चाहिँ गला छ है शुभेच्छाको। यो चाहिँ हाम्रो सेकेन्ड ड्रिङ्क हो। शुभेच्छाको ग्लोबर मफिन्टा। फेरि हामी चाहिँ दारु नखाने टिम पऱ्यो। जापानिज बेहुली, नेपाली बेहुलो। गाह्रो छ बेहुली बेहुली गाह्रो छ। नमस्कार गरेर पनि सबै तयारी गरेर पनि आइसक्रिम यो चाहिँ पार्टीमा आएर बुढाबुढी टक्क लाएर भाइको अगाडि बसेर आइसक्रिम खाइरहन्। भाउजू त झन् त चाटी सुनिलको त कुरै नगर। यो यहाँ बोवाल छ, यहाँ स्विमिङ पुल सहितको रहेछ है। अब म चाहिँ भर्खर स्न्याक खाँदै हो। फेरि स्न्याकमा मैले थोरै राखेँ, धेर राखेँ कि भाउजूले मासु खानुपर्छ, अहिले मासु र पोलो खानुपर्छ। यो आइडिया चाहिँ फेरि भाउजू खाना रेडी यार, खाना भनेपछि अगाडि अगाडि है। एक थाल यहाँ मासु देखाएर अब एक थाल हेर, यो त झन् धेरै छ। थोरै चाहिँ मेरै छ है।
खाना चाहिँ सक्ने हो केटाहरू खाने भनेर आएन राम भाइ चाहिँ अब दाइ भाउजूलाई टक लाएर ऊ ल्याएर आइसक्रिम ल्याएर ऊ सर्भ गर्छ उसले ल दाइ भाउजूलाई आइसक्रिम ल्याएर खुवाउने मान्छे